एक दिनको कुरा हो, साथीसँग बसिरहँदा मलाई एकदमै रिस उठिरहेको थियो र मैले उनीहरूको टाउको जुझाइदिएँ र उनीहरूलाई मलाई खेदाएपछि जमिन अनि मरुभूमिमा मलाई एउटा खोलादेखि नालासम्म कहीँ छोडेर र म कर्णाली नदी पार गरेर पारी जाने सोचमा थिएँ। तर अफसोस त्यस्तो भएन। मैले कपडाको साथमा गएपछि मरिन्छ भन्ने डरले कपडा फालिदिएर गएँ। तर तिनीहरूले भेटेर मलाई त्यहीँ नै हान्न थालिसकेका थिए र तिनीहरूले जब भेटाए यति पावर हाने कि जहाँ मैले त्यो दिन नै याद गरिरहनेछु। त्यहीँ हाने अनि त्यहीँ गुल्ट्याए अनि मलाई बचाउने कोही साथी थिएन र एउटा साथी पछि आउँछु भन्दै थियो र ऊ आयो पनि। म भागिरहेको थिएँ तर उसले देखिरहेको थियो। उसले केही गर्न सक्नेवाला थिएन। उनीहरूले मलाई लछार पछार गर्दै हान्दै लछार्दै पछार्दै खोलाको किनार ल्याउने प्रयास गरे र म खोलाको किनारसम्म ल्याएर उनीहरूले मलाई छोड्न लागेका थिए र एउटा साथीले मलाई नछोड त्यसलाई यता ल्याएर आफ्नै साथीले फेरि तिनीहरूले प्रयास गरे यता ल्याउने र यिनीहरू त्यही खोलामा नुहाउन लागेका थिए र नुहाउँदै एक्कासी मेरो साथीले उनीहरूमाथि हमला गर्न जान लागेको र गएर तिनीहरूलाई पनि राम धुलाई त हान्यो। तर म घाइते एम्बुलेन्समा हस्पिटल गइसकेको थिएँ। यो कुरा कसैलाई थाहा थिएन। साथीले पनि थाहा पाउन सकेन र साथीले त हान्यो। त्यो पनि मैले भिडियो हेरेर थाहा पाएँ, यानि कि यही भिडियो। त्यसपछि साथीले हानेछ अनि मलाई हस्पिटलमा यिनीहरू गएर पनि कम्प्लेन गरेका थिए। त्यो पनि साथीले पत्ता लगाउन सकेन र यिनीहरू एउटा यता मन्दिरमा आएर पूजा गर्न लागे किनकि यिनीहरूले एकजनाको ज्यान लिइसकेका छौँ भन्ने थाहा पाएका थिए र यिनीहरूले थाहा पाएर मन्दिरमा आएर पूजा गर्न थाले। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। लाइक नगरे नि सब्सक्राइब प्लिज साथीहरू।